Hello guys, welcome back to my channel. I hope हजुरहरु सन्चै हुनुहुन्छ होला and by God grace हामीहरु पनि सन्चै छौं. हामी चाहिँ डडलडोर बीच घुम्न गए थियौं. म, मेरो बुढा and मेरो बेबी. Yes, हजुरहरुले सही सुन्नुभयो. मेरो बेबी. My baby boy. Joshua Chamling Rai. हामी तीनजना घुम्नको लागि गएको थियौं. त्यो दिनको वेदर oh my god. दामी थियो, दामी. हावा सरररर चलिरहेको थियो अनि माइ गुडनेस घाम पनि ठिक्क लागेको बीच जाने मौसम भएको थियो त्यति बेला है. हामीले चाहिँ हाम्रो साथीहरुलाई पनि सोधेको थियौं बट अनफर्चुनेटली उनीहरुको बिजी स्केड्युलले गर्दाखेरि चाहिँ उनीहरु आउन सकेन. बट द्याट्स फाइन. हामी नेक्स्ट टाइम फेरि साथीहरुसँग पनि आउने छौं. अहिलेको लागि चाहिँ हामी तीनजना आएको थियौं. त्यो दिन चाहिँ एकदमै दामी मौसम भएको थियो है. एकदम सरर हावा चलेको है. त्यो हामी चाहिँ फेरि त्यो बीच जानसम्मको लागि चाहिँ हामीले माथिदेखि चाहिँ तल झर्नु पर्दो रहेछ है. अनि यो चाहिँ आधी बाटो पुगेपछि हो. मेरो बुढा र मेरो नानीले चाहिँ एकदम भ्यूको मजा लिँदै हुनुहुन्छ अहिले यति बेला. अनि त्यसपछि म पनि भ्यूको मजा लिँदै भिडियो बनाउँदै तपाईहरुको अगाडि त्यहाँ प्रस्तुत भइरहेको छु. अब मैले फेरि तपाईहरुलाई मेरो बेबीलाई देखाउन खोजिरहेको छु. तर मेरो बेबीको हेर्नुस् न त्यहाँ टोपी हेर्नु न. टोपी ठुलो भएर केही छैन. अनुहार छोपेर बिचार मेरो बुढा सरी मेरो बेबी. मन के भन्छु मेरो बेबीलाई हेर्नु न बिचारा छक्क परेर हेरिरहेछ है. भर्खर सुतेर उठेको मेरो बेबी त्यही भएर हो. यो भ्यूज हेर्नु न. भ्यूहरु यस्तो दामी छ. रियलमा अझै राम्रो छ क्या यो भ्यू. एकदमै राम्रो छ यो समुद्र है. अब के भन्छ तपाईहरु पनि आउनु भएको छैन भने आउनुस् डु भिजिट है. एकदम वर्थ इट छ. अब यहाँदेखि चाहिँ हामीले चाहिँ अब स्टेयर्सको युज गर्नुपर्छ. त्यो भन्दा अगाडि चाहिँ नर्मल हुँदै थियो. एकदमै जति हाम्रो डिस्टेन्स छ माथि कार पार्कदेखि यो तल बिचसम्मको जति डिस्टेन्स छ त्यो चाहिँ अब पौडी खेलेर चाहिँ एकदम रिल्याक्स हुन्छ कि एकदम वर्थ इट हुन्छ क्या त्यो हिँडेको पनि. अब यहाँ हामी पुगेर ड्रेसहरू चेन्ज गरेर यहाँ जोसुवाको बाबाले चाहिँ जोसुवालाई ट्राई गराउँदै हुनुहुन्छ. तर जोसुवा चाहिँ त्यो छालको आवाज सुनेर त्यहाँ तर्सेको हेर्नु न. जोसुवा चाहिँ के भएको होला मेरो बेबी बिचारा. हामी चाहिँ तर अब सानोमै आउनु खोजेको के. अब ऊ सानो छ अझै पनि होइन 6 मन्थ्स पुगेको छैन. बट वी वान्ट टु इन्जोय एभ्री मोमेन्ट है. अब हुन्छ नि अब ऊ यति सानो रहँदैन. अब पछि अब ठुलो हुन्छ. ठुलो भएपछि पनि आउने हो. त्यति बेलाको मोमेन्ट हामीले अर्कै इन्जोयमेन्ट अर्कै हुन्छ है. अनि अहिलेको इन्जोयमेन्ट अर्कै हुन्छ नि त. त्यही भएर हामी बेबी जोसुवालाई पनि लिएर आएको हामीसँग. उहाँको डेडीले चाहिँ फेरि ट्राई गर्दैछ जोसुवा मान्छ कि भनेर. बट फेरि पनि जोसुवा मान्दैन बिचारा. जोसुवा अब रुन्छ हेर्नुहोस् ल. आयो बिचारा मेरो बेबी. यहाँ चाहिँ म र मेरो हस्बेन्ड चिल मार्दै बसिरहेछौँ है समुद्रमा. हेर्नु छाल कति ठुलो आएको. अनि पानी यस्तो चिसो थियो यस्तो चिसो. हामी यहाँ हेर्नु न मेरो बुढा त एक राउन्ड स्विमिङ गरेर पनि आइसक्नुभयो. म पनि जान चाहिँ गएको थिएँ तर पुरा डुबिनँ म चाहिँ. किनभने नानी पनि बोक्नु पर्छ. फेरि नानीलाई चिसो हुन्छ भनेर मैले चाहिँ पुरा डुबिनँ. मेरो बुढा चाहिँ पुरा डुब्नुभयो. फेरि हेर्नुहोस् न मेरो बुढा चाहिँ फेरि ट्राई गर्दै हुनुहुन्छ. छोरा अब चाहिँ डराउँदैन कि भनेर हेर्नु न त्यहीँ किनारमा बसेर. तर फेरि पनि जोसुवा मान्दैन बिचार मेरो बेबी. त्यहाँ हेर्नुहोस् त छाल कति ठुलो आएको. यस्तो रमाइलो थियो यार. कसम भनेको वर्थ इट हो. तपाईँहरू पनि डु भिजिट समरमा जानुहोस् है. एकदम राम्रो मौसम भएको छ. तपाईँहरू पनि जानुहोस्. म फेरि पनि भन्दैछु है. अनि त्यहाँ हेर्नु न जोसुवाको बाबाले जोसुवालाई एकदम उ त ट्राई गराउँदैछ ओभरकम हु. यो डरबाट ओभरकम हु भनेर. तर त्यहाँ हेर्नुहोस् न मेरो बुढा इन्जोय गर्दै हुनुहुन्छ बिचारा. एक्लै त्यहाँ इन्जोय गरिराख्नु भएको छ उहाँको मोमेन्टलाई. हामी चाहिँ म र जोसुवा चाहिँ टाढो बसेर उहाँलाई खेलेको. म चाहिँ खेलिसकेर म चाहिँ एकछिन घाम पनि ताप्दै थिएँ. अनि जोसुवासँग पनि बसिरहेको थिएँ. जोसुवा र म चाहिँ टाढो बसेर यत्तिकै बुढालाई हेर्दै बसिरहेको थियौँ. फेरि अहिले चाहिँ मेरो बुढा आउनुभयो खेलिसकेर. अनि हाम्रो भिडियो बनाइदिनुहुन्छ भनेर देऊ तिम्रो फोन भनेर. अनि हाम्रो भिडियो पनि बनाइदिनु भयो यति बेला. हामी खेल्यौँ. त्यसपछि म फेरि गएँ. म पनि खेल्नु. हामी पालीपिलो गयौँ. पालीपिलो खेल्यौँ. अनि त्यसपछि अब हामी चाहिँ फर्किँदै गरेको. तर मेरो बुढाले भन्नुभयो आऊ तिमीलाई म अर्को भ्यू पोइन्ट लग्छु. आई थिङ्क पोर्टल्यान्ड होला. आई थिङ्क त्यो प्लेसको नाम आई गेस. आइ एम नट स्योर. सो अहिले हामी चाहिँ त्यतैतिर जाँदैछौँ. म मेरो बच्चा
अनि यो हामी हाफवे चाहिँ आइसकेको छौँ है। यो चाहिँ आधा बाटो हामी आइसकेको, तर अलिक यो बिचभन्दा चाहिँ अलिकति टाढो रहेछ। 1 आवरको बाटो थियो। अनि त्यही न जाँदा जाँदा हामी फेरि रङ बाटो गएर हामी यहाँ गलीको बाटो निस्किँदै थियौँ। फेरि गलीको बाटोमा चाहिँ यहाँ यो काम गर्नेले आफ्नो गाडी बिचमै रोकेर त्यसलाई कुर्दा 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 कहिले गाडी हटाउँछ र हामी बिचबाट जानु भनेर कुर्दा 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 त्यहाँ घाम पनि लागेको नि, यस्तो चर्को घाम। ओ माई गड, बिचमा बसिन्जेल मात्रै रहेछ क्या साथीहरू, शीतल हुने। निस्किसकेपछि त एकछिनपछि त गर्मी पो हुँदो रहेछ। तर केही छैन, फाइनली यति कुरेपछि हामी हाम्रो ठाउँमा आइपुग्यौँ। भ्यू पोइन्टमा एकदम बेस्ट थियो। जब हामी त्यो भ्यू पोइन्ट पुग्यौँ नि, यस्तो हावा चलिरहेको थियो, त्यो गर्मी त्यो घाम पता नि कहाँ गयो गयो गयो। यस्तो दामी हावा चलेको, जाडो पो भएको। त्यो समुद्र हेर्नु न गाइस, समुद्र भ्यू पोइन्ट। ओ माई गुडनेस, यस्तो दामी भ्यू पोइन्ट है। यो भिडियोमा मजाले नआएको होला, तर यस्तो दामी छ रियलमा। त्यो समुद्रलाई हेर्नु न, आकाश जस्तो देखिरहेको छ त्यो समुद्र पनि। मेरो बच्चा पनि फेरि सुतेको थियो, फेरि बिचरालाई उठाएको हामीले। हेर्नु न, निन्द्रामै छ बिचरा, मेरो भित्र पनि स्माइल दिइरहेछ। यस्तो दामी भ्यू थियो, यस्तो हावा यस्तो सरर चलिरहेको थियो है। त्यो बिचको भन्दा पनि यहाँ चाहिँ एकदमै धेरै हावा चलिरहेको थियो, एकदमै राम्रो थियो है। एकदमै हाम्रो चाहिँ दामी फ्यामिली टाइम भयो। एक्चुअलमा हामी साथीहरूसँग आउने भनेको थियौँ, बट द्याट्स फाइन, द्याट्स ओके। हामी नेक्स्ट साथीहरूसँग भिजिट गर्छौँ, त्यति बेला म फेरि पनि तपाईँहरूलाई देखाउने छु। त्यो परको मैले जुम गरेर देखाएको थिएँ नि, हो त्यो चाहिँ जेल हो भन्दै थियो बुढोले। जेल हुवा कर्ता था भनौँ न होइन। अनि यहाँ चाहिँ मजाको क्याफेटेरिया पनि छ। आउँदाखेरि यो भ्यू पोइन्टमा चाहिँ क्याफेटेरिया पनि जानु मिल्छ। कार पार्क पनि राम्रो छ। अब हामी चाहिँ फर्किँदै गरेको घर। बाई बाई, फेरि भेटौँला, सी यू।